बैंक वित्तीय संस्था सहकारी लघु वित्तबाट कालो सूचीमा परेका ठूला साना व्यवसायी र यातायात व्यवसायीहरूलाई कालो सूचीबाट हटाउने अहिले र बैंकले आफ्नो नाममा ल्याएका गैर बैंकिङ सम्पत्तिहरू तपाईहरुका सम्पत्ति लगाएको छ नि गैर बैंकिङ सम्पत्तिहरू हाललाई बेचबिखन गर्न नपाउने अहिलेलाई बेच्न पाउँदैन कुनै पनि ऋणीलाई थप कालो सूचीमा अब राख्न पाइदैन अब राख्नु भएन र अब आइन्दा अर्को व्यवस्था नभइन्जेलसम्म 35 दिने सूचना पनि काट्न नपाउने बैंकले 35 दिने काट्न नपाउने प्रकाशन गर्न नपाउने लघु वित्त र सहकारीका कर्मचारीहरू घर घरमा पैसा उठाउन जान नपाउने घर घरमा नपाउने यातायातका साधनहरू त बिग्रिन्छन् लिलाम गरेर म बैंकमा ल्याएर राखेको ती बिग्रिने भएकाले त्यो ऋणलाई रिस्ट्रक्चर गरेर तिनै यातायात व्यवसायीलाई चलाउन दिनु पर्यो भएका यातायात ल्याएर यहाँ चाहिँ किस्तामा दिने भन्ने यातायातमा लगानी गर्ने अनि यातायात ल्याएर चाहिँ थन्काइदिने अनि के चलाएर तिर्छ त्यसले अनि यता ब्ल्याकलिस्ट गरिदिने यो कुरा गलत हो कि सही हो ल